के गर्नु साथीहरू सानो बेला हुँदाखेरि चाहिँ हेर्नुहोस् है साथीहरू आमाको माया चाहिँ यति हुन्छ नि बच्चाहरूलाई होइन जिब्रो तान्छ नि त अनि त्यो एक्टिङ गरेको हो नि त होइन एक्टिङ गर्दाखेरि चाहिँ कतिको माया गर्दोरहेछ मेरो बच्चाले भनेर होइन चिच्चाइ पो रुन्छ त फेरि ला डरले आमाको जिब्रो निस्क्यो भनेर बच्चा डरले चाहिँ यस्तो चिच्चाइ रुन्छ नि होइन प्रेङ गरेको हो क्या गर्नु चाहिँ यिनीहरूलाई चाहिँ झुक्काएको होइन तर अब उनीहरूले चाहिँ साँच्चै सम्झिन्छ नि त सानो छँदा चाहिँ यति धेरै माया गर्छ ठुलो भएपछि चाहिँ फेरि त्यति नै माया गरे त हुने होइन तर अब हाम्रो समाजमा ठुलो भइसके पछाडि चाहिँ आफ्नो आफ्नो छ सबैको समाज एउटै हो हाम्रोमा मात्रै नभएर सबैतिर एउटै उहाँहरू नै साथीहरू कस्तो गर्छ रुको हेर त चिच्चाइ मलाई चाहिँ साह्रै राम्रो लाग्छ क्या यस्तो फेरि उसको आमाको माया होइन बच्चालाई चाहिँ यस्तो हुन्छ है साथीहरू